दर्शक नमस्कार। आज म यहाँहरूलाई यात्राको सिलसिला जापानतर्फ लिएर जाँदैछु। यो हो जापानको ओसाका स्थित उमेदा स्काई बिल्डिङ। यो बिल्डिङमा पुग्नको लागि र यो बिल्डिङबाट यहाँको दृश्यावलोकनको लागि चाहिँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट यहाँ आउने पर्यटकहरू यो ठाउँमा पुगेर यहाँको अवलोकन लिने गर्दछौँ। त्यसै अन्तर्गत हामी पनि यो ठाउँमा पुगेर यहाँको अवलोकनको लागि चाहिँ हामी जाँदैछौँ। यो एउटा विशाल टावर ओसाका सहरको बिचमा पर्दछ र यो ठाउँमा पुग्नको लागि यात्रा रेलको यात्राबाट जान सकिन्छ, स्थानीय साधनहरूबाट पनि जान सकिन्छ। यो 39 फ्ल्याटको चाहिँ यो टावर छ र 140 मिटर उचाइमा रहेको छ यो। अब हामी लाग्दैछौँ उमेदा टावरतर्फ। आजको यात्रा उमेदा टावर, ओसाका, जापान। अब हामी वेटिङमा छौँ। हामी लिफ्टबाट चाहिँ माथि जाँदैछौँ। यहाँले देख्दै हुनुहुन्छ मिटरमा 18 मिटर, 19 मिटर, 20 मिटर हुँदै हामी उक्लिरहेका छौँ। उकालो बिल्डिङको माथितर्फ उकालिरहेका छौँ। यो नेपालीहरूको लागि र विशेष हाम्रो लागि चाहिँ नौलो पनि हो। एक त उचाइबाट तलको दृश्य हेर्नु, मनोरम दृश्यहरू हेर्नु पनि आफैमा सुन्दर छ। त्यसले पनि हामीलाई चाहिँ नेपालीहरूको लागि विशेष चाहिँ अझ रमाइलो दृश्य पनि, अनुभूति पनि हुने गर्छ। पक्कै पनि यहाँहरू यो ठाउँमा ओसाका पुग्नु भएको छ भने उमेदा बिल्डिङ एकपटक अवश्य पनि जानु होला भन्ने मैले यहाँहरूलाई पनि सुझाव दिन चाहन्छु। रमाइलो छ, निकै रमाइलो छ। अब बाँकी कुरा त यसको टपमा पुगेपछि यहाँहरूले देख्नुहुनेछ।